अहिले डाल्डा छारेको जस्तो भयो। अहिले म अलिकति पुरा फुलेँ नि त भर्खरको भयो कि केटाकेटी जस्तो। सबै काम गर्नुपर्छ सानामा जस्तै अनिखेर केटाकेटी भयो। अहिले ठिकै छु म चाहिँ। त्यही केसहरू चाहिँ छिप्यो कि म चाहिँ कहिल्यै छु। मान्छे म छक्कै सोध्दैछन् भने कति सालको भइस भन्दा 22 भयो भनिदिएको। अस्ति एउटालाई दारी काटेकोलाई पत्यायो। होइन छक्क परेँ म त। तर बिमारी हुने एकै दिन छोडिया छैन। बिमार हुन चाहिँ 1 घन्टा होइन 1 दिनै छोडेको छैन। बिमारले चेपिरहेको छु। अचेल त डाक्टर कहाँ जान पनि छोडे हौ। सुई र के भनेपछि मलाई यिनी ज्वरो आउँछ के सुई लाउनु। त्यो सुई लाउनु घोच्नु भने चाहिँ मलाई परै डर लाग्छ। बरु ज्वरो आयो भने ट्याप्पै लुगा ओढेर सुत्छु। मलाई सुईहरू देख्नु हुँदैन नि त हौ। सिरिङ भएर चक्र हुन्छ। दबाई चाहिँ खान्छु कि सुईहरू यता त्यता घोच्नु पोल्नु केही हुँदैन है मलाई चाहिँ।